यसको नाम चाहिँ खास के हो मैले पनि यसले अनुसन्धान गरिरहेको छु हैन। यो चाहिँ जतासुकै लगाए पनि यो सरर तपाईको बाटो खोज्दै 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 जाँदो रहेछ, अन्तिममा गएर ठुलो ठुलो पात हुने रहेछ के। यहाँ हेर्नुहोस् त, मलाई नि यो जान्नले एकदमै इच्छुक लाग्यो। यो कुनै औषधि त होइन होला हुनु त हैन, कत्रो कत्रो हेर्नुहोस् त, पातहरू पनि धेरै ठुलो ठुलो छ है। अचम्मै लाग्यो क्या मलाई पनि। अनि यसो मैले यो अनुसन्धान गरेँ यो खास के हो भनेर मैले यसको चाहिँ मैले खासै बुझिनँ क्या। यो अलिकति पहेँलो पहेँलो पनि छ, टाटे टाटे स्टाइलको पनि छ हैन। एकदमै हेर्दा चाहिँ तपाईको एकदम युनिक पनि देखिन्छ हैन, एकदमै राम्रो पनि देखिन्छ के। कस्तो सोदार पनि देखिन्छ बाहिरदेखि हेर्दा हैन। तिर पनि धेरै पाउँछ जस्तो लाग्यो यो फुलहरू चाहिँ। अनि यो पनि एकदमै राम्रो लागेर मैले चाहिँ यसको लागि चाहिँ मैले भिडियोहरू चाहिँ गरिरहेको छु हैन। यहाँ हेर्नुहोस् कति राम्रो रहेछ है यो हैन, एकदम राम्रो लाग्यो। सानो सानो गार्डन रहेछ, फुलबारीहरू मेहनत गरेर बनाउनु भएको रहेछ। अनि यो एउटा यहाँनिर चाहिँ यो चाहिँ पहिला हाम्रो नेपालतिर चाहिँ प्राय नामहरू लेखिन्थ्यो हैन। नामहरू यस्तो धेरै झुप्पा 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 लेखेर चाहिँ कैँचीले काटेर वेलकम लेख्थ्यो घर आँगनतिर है। हाम्रोतिर पनि धेरै हुन्थ्यो, तपाईहरुकोतिर पनि पाउँछ होला यो। यसको नाम चाहिँ के हो मलाई पनि थाहा भएन त्यति।